तपाईहरु जान्न सक्नुहुन्छ मेरो च्यानलमा सेलको बारेमा। पहिला हामी सुरु गर्छौं ट्रु न्युक्लियसदेखि। ट्रु न्युक्लियस भन्नाले यो चित्र देख्नुहुन्छ। ट्रु न्युक्लियस भित्र पर्ने यो न्युक्लियस भित्रको भाग, यो भित्र पर्ने न्युक्लियर मेम्ब्रेन, क्रोमेटिन नेटवर्क, न्युक्लियस एन्ड निकोप्लाज्म यिनी भनेका ट्रु न्युक्लियस हुन्। यसैमा फल न्युक्लियस पनि हुन्छ जुनमा इन्सिप्लेन न्युक्लियस, अन्डर डेभलप्ड न्युक्लियस भन्छन् जसलाई। ट्रु न्युक्लियसमा भन्दाखेरि टाइप्स अफ सेल, हामीले पहिला टाइप्स अफ सेल जान्नुपर्छ। न्युक्लियस भन्दा पहिला त टाइप्स अफ सेलको अनुसारले हाम्रो यहाँ देख्दाखेरि अन द बेसिक अफ सेल दुई प्रकारका सेल हुन्छन्। यिनलाई भन्छ प्रोकार्योटिक सेल र युक्यारियोटिक सेल। प्रोकार्योटिक सेल हामी प्रोकार्योटिकमा पहिला जान्नुपर्छ। प्रोकार्योटिक सेल जुन सेलमा न्युक्लियसको कमी हुन्छ त्यसलाई प्रोकार्योटिक सेल भनिन्छ। न्युक्लियसको कमी भन्नाले अब तपाईहरु ती अगाडि भिडियोमा बुझ्न सक्नुहुन्छ। प्रोकार्योटिक सेल द सेल विच ल्याक अफ ट्रु न्युक्लियस भन्नेमा कोही आफै भनिसकेको छ त्यसले। द सेल विच ल्याक अफ ट्रु न्युक्लियसको प्रोकार्योटिक सेल। सेलमा न्युक्लियसको कमी हुनाले प्रोकार्योटिक सेल भनिन्छ। अब जुन अर्गानिजममा प्रोकार्योटिक सेल हुन्छ त्यसलाई प्रोक्यारियोट्स भन्छन्। प्रोक्यारियोट जस्तै इक्जाम्पलको तौरमा तल हेर्नुहोस्, ब्याक्टेरिया भयो, साइनोब्याक्टेरिया, अरु धेरै छन्। युक्यारियोटिक सेल द सेल विच कन्सिस्ट अफ टु न्युक्लियस आर कल्ड युक्यारियोटिक सेल। यता अलिकति मिस्टेक भएछ, टु होइन ट्रु। द सेल विच कन्सिस्ट अफ ट्रु न्युक्लियस इज कल्ड युक्यारियोटिक सेल। जुन अर्गानिजममा युक्यारियोटिक सेल हुन्छ त्यसलाई युक्यारियोट भन्छन्। जस्तै इङ्ग्लिसमा भन्दाखेरि तपाईहरुले सर्टकटमा लेख्न सक्नुहुन्छ। यहीँबाट यो भिडियोबाट तपाईहरु बुझ्न सक्नुहुन्छ। 10 को बेसिक र 11 को 25%ले तपाईहरुले यसैमा दिनदिनै यस्तै भिडियो ल्याइरहेको हुन्छ। द अर्गानिज विच कन्सिस्ट अफ युक्यारियोटिक सेल, जुन प्राणीमा युक्यारियोटिक सेल हुन्छ त्यसलाई युक्यारियोट्स भन्छन्। जस्तै इक्जाम्पलको तौरमा हामीहरु भई, ह्युमन, प्लान्ट्स, एनिमल्स सबैमा। ट्रु न्युक्लियस, अब ट्रु न्युक्लियस भनेको के हो? द न्युक्लियस विच कन्सिस्ट, जुन न्युक्लियस भित्र न्युक्लियर मेम्ब्रेन, क्रोमेटिक नेटवर्क, न्युक्लियोलस एन्ड निकोप्लाज्मा सबै हुन्छ, तिनीलाई ट्रु न्युक्लियस भन्छन्। जस्तै यहाँ हेर्नुहोस्, यो न्युक्लियस भयो, यो न्युक्लियस भित्र न्युक्लियर मेम्ब्रेन छ, क्रोमेटिक नेटवर्क, न्युक्लियोलस एन्ड निकोप्लाज्म, यसमा सबै छ। ट्रु न्युक्लियस भन्नाले तपाईहरु बुझ्नु, जुन न्युक्लियस भित्र यिनी सबै चिज पाइन्छन् न्युक्लियसमा भित्र हुने। न्युक्लियसको जस्तै न्युक्लियर सबभन्दा बाहिर हेर्दाखेरि न्युक्लियरको बाहिरतिर न्युक्लियर मेम्ब्रेन, यो बाहिरको क्रोमेटिन नेटवर्क भनेका यी भित्रका नेटवर्क घुमेर गएका छन्। यो न्युक्लियोलस भने एउटा न्युक्लियसको पोइन्ट, यो निकोप्लाज्म भने न्युक्लियस भित्रको फ्लुइड। इन्सिपिडेन्ट न्युक्लियस, अन्डर डेभलप्ड न्युक्लियस र फल्स न्युक्लियस। अघि म भन्दै गइरहेको थिएँ फल्स न्युक्लियस यिनी भनेका। न्युक्लियसमा सजिलो तरिकाले भन्दाखेरि न्युक्लियस विच ल्याक न्युक्लियर मेम्ब्रेन, जुनमा कमी हुन्छ न्युक्लियर मेम्ब्रेन, क्रोमेटिन नेटवर्क, न्युक्लियस एन्ड निकोप्लाज्मा, तीलाई नै भन्छन् इन्सिपिडेन्ट न्युक्लियस, अन्डर डेभलप्ड न्युक्लियस र फल्स न्युक्लियस। अब हामी जान्नेवाला छौँ सेल अर्गानिजको बारेमा। सेल अर्गानिज भनेको के हो? तपाईहरुले सबभन्दा पहिला सेल अर्गानिज सुन्नुभएको होला, पहिला पनि 10 मा यस्तै भन्दै गइरहेका हुन् टिचरहरू। द लिभिङ सबसेलुलर स्ट्रक्चर विच डेफिनेट स्ट्रक्चर एन्ड फङ्सन, एउटा जीवन सबसेलुलर स्ट्रक्चर हुन् जुनको डेफिनेट स्ट्रक्चर र फङ्सन हुन्छ। एउटा निर्धारण गरिएको स्ट्रक्चर र फङ्सन, निर्धारित गरिएको काम र क्रिया यस्तै हुन्छ, त्यसलाई भन्छन् सेल अर्गानिज। इक्जाम्पलको रूपमा माइक्रोन्ड्रिया, गोल्गी कम्प्लेक्स, लाइकोसोम, राइबोसोम, यिनी अगाडि म अब तपाईहरुलाई चित्रमा देखाउँदै जान्छु कस्तो का हुन्छ। अब यो तल छ सेल इन्क्लुजन। सेल इन्क्लुजन भनेको सेल इन्क्लुजन कहिले नसुने पनि हुनसक्छ कसैले। अब योमा इजी तरिकाले बुझाउँछु तपाईहरुलाई, यसले 11 मा धेरै इजी गर्छ। तपाईहरुले 25% यही कभर गरेको हुन्छ, बचेको अब तपाईहरु अरु यति मैले फास्ट हुन्छ। सेल इन्क्लुजन भनेको के हो? एउटा निर्जीव सब्सटेन्स प्रोड्युस्ड बाइ मेटाबोलिक एक्टिभिटी। मेटाबोलिक एक्टिभिटी भनेको के हो? केमिकल रिएक्सन इन आवर बडी, त्यो मेटाबोलिक एक्टिभिटी भने। और जुन नन लिभिङ स्ट्रक्चर प्रोड्युस्ड ड्युरिङ मेटाबोलिक एक्टिभिटी भने केमिकल रिएक्सन, नन लिभिङ स्ट्रक्चर बनेका मेटाबोलिक एक्टिभिटीमा हाम्रो शरीरमा, त्यसलाई भन्छन् नन लिभिङ सब्सटेन्स। जीवित नभएका सब्सटेन्समा केमिकल रिएक्सन भएर मेटाबोलिक जुन एक्टिभिटीले जुन सब्सटेन्स फर्म हुन्छ त्यसलाई सेल इन्क्लुजन भन्छ। जसरी रिभर्स फुड मेटेरियल, रिसर्भ फुड मेटेरियल, एक्सेट्री सब्सटेन्स। प्रोक्यारियोटिक सेल, अघि म भन्दै गएको थिएँ प्रोक्यारियोटिक सेल यस्तो हुन्छ। हेर्नुहोस् प्रोक्यारियोटिक सेल
प्रोक्यारियोटिक सेलभित्र के बढ्छन् सबभन्दा बाहिर चित्र बनाउने तरिका म तपाईँहरूलाई सर्ट भिडियोमा देखाउँछु पछि चित्र बनाउने या अर्को भिडियो बनाउँछु चित्रको लागि स्पेसल जसले तपाईँलाई चित्रका ट्रिकहरू सिकाउँछु म यो चित्र बनाउन धेरै सजिलो ट्रिक छ यो भिडियोमा तपाईँहरू आफ्नो जवाब दिनुहोला म बताउनु पर्ने हो किनकि सबैले आउँछ नआए भएपछि म अलग भिडियो बनाएर दिन्छु चित्र बनाउने यसकै प्रोक्यारियोटिक सेल र युक्यारियोटिक सेलको प्रोक्यारियोटिक सेलको सबभन्दा बाहिर स्लाइम लेयर जुन यो बाहिरतिर बनाएको लेयर छ नि हो यसलाई भन्छन् स्लाइम लेयर र यसको भित्र जुन बाहिरको प्रोक्यारियोटिक सेलको बाहिर सेल वाल त्यसको भित्रको यो चित्र यसको भित्रदेखि जाँदै गयो भने सबभन्दा बाहिर आउँछ प्लाज्मा मेम्ब्रेन यो मेम्ब्रेन हो त्यसको भित्र छ साइटोप्लाज्म जो फ्लुइड हुन्छ सेमी लिक्विड फ्लुइड त्यसलाई भन्छन् हामी साइटोप्लाज्म प्रोक्यारियोटिक सेल भनेको हाम्रो जुन सेलमा न्युक्लियसको कमी हुन्छ ट्रु न्युक्लियसको कमी हुन्छ त्यसलाई भन्छ प्रोक्यारियोटिक सेल त इक्जामको तौरमा अघि मैले भनिसकेको छु ब्याक्टेरिया साइनोब्याक्टेरिया सबभन्दा बाहिर त्यो प्रोक्यारियोटिक सेलको हुन्छ नि त्यसलाई सेलवाल भनिन्छ जो सराउन्डेड बाई स्लाइम लेयर भनेको थियो म्युसेला जुनलाई घेरिएको हुन्छ म्युसेलाले अर स्लाइम लेयर नेक्स्ट टु सेलवाल त्यो भित्रको नेक्स्ट दुईवटा सेलवाल त्यो कभर नै नेक्स्ट जो भित्रको सेलवाल हुन्छ त्यो डबल लेयर प्लाज्मा मेम्ब्रेनबाट कभर हुन्छ यो बाहिरको र भित्रको दुईटै प्लाज्मा मेम्ब्रेनलाई भन्छन् डबल लेयर प्लाज्मा मेम्ब्रेन भन्दाखेरि जो त्यो भित्रको जो सेमी लिक्विड फ्लुइड हुन्छ त्यसलाई भन्छन् साइटोप्लाज्म इन द इनर सब्सटेन्स अफ प्लाज्मा मेम्ब्रेन कन्सिस्ट अफ फोल्डेड स्ट्रक्चर कल्ड मिसोसोम यो फोल्डेड स्ट्रक्चर इनर प्लाज्मा मेम्ब्रेन भनेको यो भित्रपट्टिको जुन प्लाज्मा मेम्ब्रेन इनर सर्फेस छ जुन प्लाज्मा मेम्ब्रेनको जो भित्र साइडको प्लाज्मा मेम्ब्रेन छ यसको इनर सर्फेस हो यो इनर सर्फेसको जो बाहिरतिर हुन्छ यसलाई भन्छ मिसोसोम फोल्डेड स्ट्रक्चर यसको प्रक्रिया भनेको माइक्रोन्ड्रिया जस्तै हुन्छ यसको प्रक्रिया यसैमा भन्दाखेरि हामी द इनसाइड द प्लाज्मा मेम्ब्रेन देयर इज अ सेमी लिक्विड साइटोप्लाज्म मैले भनिसकेँ यस्तै तपाईँले लेख्नुपर्छ इङ्ग्लिसमा भित्र साइड विच कन्सिस्ट त्यो भित्र हुन्छ यो साइटोप्लाज्माभित्र के हुन्छ तपाईँहरूको सर्कुलर डिएनए भयो ती राइबोसोम लिपिड ग्रान्युल फुड ग्रान्युल यस्तै चिजहरू हुन्छन् इत्यादि चिजहरू सम ब्याक्टेरिया कन्सिस्ट अफ फ्लिमेला अर पिली विच हेल्प इन एट्याचमेन्ट यो फ्लिमेल अर पिली यसको प्रक्रिया के हो केही ब्याक्टेरियामा हुन्छ यो केही ब्याक्टेरियामा एट्याचमेन्टमा हेल्प गर्छ चिप्किनुमा एउटैमा जोडिनुमा अब यो तपाईँहरू देख्न सक्नुहुन्छ यो फ्ल्याजिला भनेको के हो केही ब्याक्टेरियासँग फ्ल्याजिला भन्ने हुन्छ केही फ्यु ब्याक्टेरिया कन्सिस्ट अफ वान अर मोर फ्ल्याजिला एक भए एकभन्दा बढी विच हेल्प इन रेस्पोन्स एन्ड मुभमेन्ट जवाब दिन या हल्लिन यो पन्नामा तपाईँ देख्न सक्नुहुन्छ माथिदेखि म देखाउँदै जान्छु यसको बारेमा मैले प्रोक्यारियोटिक सेलको बारेमा यस्तै वर्णन गरेँ प्रोक्यारियोमा के पोइन्ट लेख्नु भनेको चाहिँ तपाईँ लेख्न सक्नुहुन्छ हेर्नु होला र यसमा राम्रो लागेको डाउनलोड गरेर कृपया लेखिदिनु होला यसले तपाईँलाई धेरै सहयोग गर्छ 10 मा पनि धेरै सहयोग हुन्छ 10 मा पनि सोध्या होला कुनै ठाउँमा प्रोक्यारियोटिक सेल युक्यारियोटिक सेल त्यसको बारेमा धेरै कुरा छ यसमा र सब्स्क्राइब नयाँ भिडियोहरू यस्तै जानकारी चाहिएको म्याथको अरू विषयहरूको पनि दिन्छु भिडियो